वेलकम अल अफ यु। फेरि पनि तपाईहरुलाई हार्दिक स्वागत छ। हामी क्लास 12 को एक्जाम ओरिएन्टेड केही इम्पोर्टेन्ट भिडियोहरु लिएर दैनिक आइरहेका छौं र तपाईहरुले यी भिडियोहरुलाई हेरेर यो भित्र रहेका कन्टेन्टहरुलाई बुझ्ने प्रयास गर्नुहोला। यही अपेक्षा हामीले तपाईबाट गरेका छौं र यी प्रत्येकलाई आफ्नै कपीमा पनि पटक पटक ट्राई गर्नुहोला र त्यसरी नै तपाईहरुको बेस चाहिँ राम्रो हुने हो। अब चाहिँ म यहाँनिर एउटा सामान्य क्वेशन तपाईहरुलाई देखाउँछु है। यहाँनिर के भनेको छ भने 20 ml of sulfuric acid solution neutralizes 0.26 gram of Na2CO3. Calculate the normality of the acid solution. हामीलाई एसिड सोलुसनको के त नर्मालिटी पत्ता लगाउनु पर्ने छ। हामीलाई के को नर्मालिटी पत्ता लगाउनु पर्ने छ? हामीलाई चाहिँ एसिड सोलुसनको नर्मालिटी पत्ता लगाउनु पर्ने छ है। अब यहाँनिर चाहिँ हामीलाई रिलेसन के थाहा छ है। म तपाईहरुलाई भन्छु यहाँ हामीलाई रिलेसन के थाहा छ। ल अलिकति यस्तो राखौं। हामीलाई रिलेसन के थाहा छ भने है, हामीलाई रिलेसन के थाहा छ भने सुरुमै ब्लर देखियो जस्तो आएर ठीक छ, अब ठीक देखिरहेको छ। हामीलाई सुरुमै के थाहा छ भने चाहिँ हामीलाई रिलेसन थाहा छ। हामीलाई N1 V1 is equal to N2 V2। अब चाहिँ हामीसँग यहाँ यो क्वेशनमा अलरेडी दिएको छ है। यहाँ चाहिँ अलरेडी हामीलाई सल्फ्युरिक एसिडको चाहिँ हामीलाई भोल्युम दिएको छ के। सल्फर एसिडको भोल्युम 20 ml दिएको छ है। त्यो भएको कारणले गर्दा नर्मालिटी चाहिँ हामीले यहाँ पत्ता लगाउनु पर्ने छ हैन। नर्मालिटी चाहिँ हामीलाई थाहा छैन। भोल्युम चाहिँ हामीलाई 20 ml दिएको छ के है। भोल्युम चाहिँ हामीलाई कति दिएको छ? ट्याक्कै 20 ml दिएको छ। अब N2 V2 को केही पनि छैन है। अब यहाँनिर चाहिँ यो Na2CO3 जुन हो यसलाई हामी केमा दिएको छ? ग्राममा दिएको छ। यसको वेट दिएको छ। त्यो भएको कारणले गर्दा यसलाई चाहिँ हामीले केमा कन्भर्ट गर्नु पर्यो त? अब N2 V2 लाई चाहिँ हामीले वेटको टर्ममा कन्भर्ट गर्नु पर्यो है। यसको लागि चाहिँ के गर्ने है? यसको लागि हेरौँ है। यसको लागि के गर्ने? यसको लागि चाहिँ हामीले गर्ने W weight is equal to VEN by 1000। यो VN भनेर सबैलाई थाहै छ है। यो V भनेको भोल्युम भइहाल्यो, यो E भनेको इक्विभ्यालेन्ट वेट भइहाल्यो, यो चाहिँ हाम्रो नर्मालिटी भइहाल्यो है। अब चाहिँ हाम्रो यो चाहिँ तपाईको E चाहिँ W को मुनि जान्छ है। अब त्यो भएपछि यो केसमा है, यता हेर्नुस्। यो केसमा अब N1 V1 is equal to के हुन्छ? W by E हुन्छ है। यो त भयो हाम्रो चाहिँ है। अब चाहिँ हामीले यहाँले के गर्नुपर्ने छ भने हामीले चाहिँ Na2CO3 को इक्विभ्यालेन्ट वेट पनि पत्ता लगाउनु पर्यो है। यो भनेको इक्विभ्यालेन्ट वेट हो है। के को इक्विभ्यालेन्ट वेट पत्ता लगाउनु पर्यो? Na2CO3 को इक्विभ्यालेन्ट वेट पत्ता लगाउनु पर्यो। इक्विभ्यालेन्ट वेट इज इक्वल टु हुन्छ मोलिकुलर वेट बाइ चार्ज। यो चाहिँ कम्पाउन्डको केसमा है, मोलिकुलर वेट बाइ चार्ज। हामीले एलिमेन्टको केसमा जस्तै म्याग्नेसियमको क्याल्कुलेट गर्दाखेरि मोलिकुलर वेट बाइ इट्स के गरेका थियौं? भ्यालेन्सी गरेका थियौं है। 2 गर्दाखेरि यो म्याग्नेसियमको 24 आएको थियो के है। याद छ हामीलाई। अब कम्पाउन्डको केसमा चाहिँ हामीले के गर्ने त? इक्विभ्यालेन्ट वेट इक्वल टु मोलिकुलर वेट बाइ चार्ज गर्ने। अब यो Na2CO3 मा कतिवटा चार्ज हुन्छ है? कसरी डिसोसिएट हुन्छ भने 2Na यसमा प्लस CO3 यसमा के दुईटा माइनस चार्ज हुन्छ है। अब यो 2Na मा पनि दुईटा प्लस भयो, दुईटा माइनस भयो। यतातिर दुईटा माइनस, यो 2Na भनेपछि एउटा Na मा एउटा प्लस भइहाल्यो है। दुईटा Na मा दुईटा माइनस भइहाल्यो। अब त्यो भएको कारणले गर्दा यसको चार्ज चाहिँ के हुन्छ त? 2 हुन्छ है। मोलिकुलर वेट चाहिँ हाम्रो कति दिएको छ? 106 है। बाइ 2 गर्दाखेरि यसको इक्विभ्यालेन्ट वेट कति आउँछ है? Na2CO3 को इक्विभ्यालेन्ट वेट चाहिँ आउँछ हाम्रो 53 है। यो कुराहरु चाहिँ तपाईहरुले सम्झनु पर्यो। अब मजाले चाहिँ हामीले के गर्छौं त? मजाले एकचोटी यसलाई हेर्नुस् है। यो कुरालाई मजाले हेर्नुस्, सुरुदेखि मैले भनेको कुराहरु सम्झिनुस्। अब चाहिँ हामी मजाले यो न्युमेरिकल गर्न सक्छौं है।
अब हामीलाई केही पनि समस्या हुँदैन यो गर्नमा। ल अब गरौँ है। अब यो हेरिराख्नु भएको छ नि सबैजनाले। ल फोकस गरौँ। हामीलाई यहाँ के भनेको छ भने 20 ml अफ सल्फ्युरिक एसिड सोल्युसन neutralizes 0.265 gram of Na2CO3. Calculate the normality of the acid solution है। अब यसमा चाहिँ हामीले सबभन्दा पहिला के गर्नु पर्यो त सोलुसन गर्नु पर्यो है। यसमा चाहिँ सबभन्दा पहिला चाहिँ हामीले के गर्नु पर्यो सबभन्दा पहिला सोलुसन गर्नु पर्यो है। ल मैले यसरी राखेँ ठीक छ यसरी राखेँ है। यसमा चाहिँ हामीले सबभन्दा पहिला सोलुसन गर्नु पर्यो। अब गिभन गरौँ है। गिभन है यसमा छ भोल्युम अफ सल्फ्युरिक एसिड V is equal to 20 ml। त्यसपछि हामीलाई चाहिँ नर्मालिटी अफ एसिड यहाँ चाहिँ हामीलाई के गर्नुपर्ने छ त पत्ता लगाउनु पर्ने छ। वेट अफ Na2CO3 W is equal to हामीलाई यहाँ दिएको छ 0.25 ग्राम है। अब हेरौँ अगाडि। अब W by E है we have ल्याङ्ग्वेज पनि लेख्दिने we have W by E Na2CO3 को हो यो चाहिँ है। मैले पहिला पनि तपाईहरुलाई भनेको थिएँ यो NV यो भनेको के को H2SO4 को है। अब हामीसँग यहाँनिर हेरौँ है। हामीसँग W चाहिँ कति छ वेट चाहिँ कति छ वेट कति छ 265 ग्राम छ है। 0.265 ग्राम छ। मैले 65 ग्राम भनेछु 0.265 ग्राम छ है डिवाइडेड बाइ 53 यो इक्विभ्यालेन्ट वेट अघि मैले तपाईहरुलाई निकालेर देखाएको थिएँ है। इक्विभ्यालेन्ट वेट भयो इक्वल टु n भोल्युम हाम्रो कति छ भोल्युम 20 ml छ। यसलाई चाहिँ हामीले केमा कन्भर्ट गर्नु पर्यो लिटरमा कन्भर्ट गर्नु पर्यो। त्यसको लागि 1000 ले डिवाइड गर्ने है। अब यहाँनिर यो क्याल्कुलेट गर्दाखेरि हामीसँग कति आउँछ भने है यो क्याल्कुलेट गर्दाखेरि 5 × 10⁻³ आउँछ है। यहाँनिर यो भनेको त हामीलाई थाहै छ 0.2। अब यो क्याल्कुलेट गर्दाखेरि चाहिँ है यसलाई यसको मुनि लिँदाखेरि नर्मालिटी इक्वल टु कति आउँछ 0.25 n है। अब चाहिँ हामीले के थाहा पाउनु पर्यो भने है हिन्स normality of acid solution is 0.25 n। ल कथा सक्यो।